अहिले चाहिँ हामी चाहिँ बौद्धको त्यसलाई पनि बौद्ध भनिदिएको मन्दिरलाई पनि र अहिले चाहिँ यस्तो भिडभाड छ तपाईँ देख्न सक्नुहुन्छ ठाउँमा चाहिँ होइन एकदम भिडभाड छ मात्र विदेशीहरू पनि आएका छन् र नेपालीहरू त आउने नै भयो आफ्नो ठाउँमा हामी पनि हिँड्नेछौँ त्यसपछि चाहिँ हाम्रो गन्तव्य चाहिँ पशुपति हुनेछ सायद हेरौँ के हुन्छ होइन जे हुन्छ तपाईँलाई यही भ्लगमा देखाइन्छ यतापट्टि चाहिँ होइन उस पनि छ सामानहरू पसलहरू पनि रहेछ राम्रो यसो उस हान्दियो यस्तो ठाउँमा आइसकेपछि एडभर्टाइज हान्दियो मान्छेले अपर्च्युनिटीहरू बिजनेसहरू पनि अगाडि बढ्छ र देशलाई पनि राम्रो हुन्छ त्यसरी चाहिँ हाम्रो यो पुराना कुराहरूलाई चाहिँ एकदम प्रमोट गर्नु आवश्यकता छ र अघि बढ्नु पनि आवश्यकता छ म 100 थुङ्गै भन्दैछु तपाईँ देख्न सक्नुहुन्छ विदेशीहरू पनि आउनुभएको छ उहाँलाई हाम्रो देशमा एकदम स्वागत छ होइन धेरैजना आउनुभएको रहेछ एकदम राम्रो छ अनि यो चाहिँ एकदम बौद्धहरूको चाहिँ एकदम ठुलो र पवित्र ठाउँ होइन बुद्धिस्टहरूको म चाहिँ अहिलेसम्म गएको थिइनँ आज नै पहिलोचोटि आएको हो तपाईँहरू देख्न सक्नुहुन्छ दामी रहेछ ठाउँ चाहिँ राम्रो रहेछ त्यसैले यही राम्रो भएको कारणले नै विदेशीहरू चाहिँ हाम्रो देशमा आउने पुरा विदेशीहरू आएको कारणले उहाँहरूले चाहिँ यो देशमा चाहिँ पैसा खर्च गरेर चाहिँ देशमा विकास गर्ने भन्ने चाहिँ एकदम ठुलो बाटो खुलेको छ र यस्ता ठाउँहरूलाई चाहिँ एकदम प्रमोट गर्नुपर्छ र तपाईँहरू देख्न सक्नुहुन्छ अगाडि पनि बढ्नुपर्छ हामी प्रमोट गऱ्यो भने चाहिँ विदेशी पैसाहरू चाहिँ नेपालमा भित्रिने एकदम ठुलो आवश्यकता छ र ठुलो चान्स पनि छ यहाँ चाहिँ एकदम धेरै परिवारहरू रहेका छन् र परिवार चाहिँ शान्तिको प्रतीक पनि भनेर चिनिँदो गर्दछ जस्तै स्वयम्भूनाथ भयो स्वयम्भूनाथ जस्तै बौद्ध पनि बुद्धिस्टहरूको एकदम ठुलो र एकदम महान मन्दिर जस्तै हो हिन्दूहरूको पशुपति भने जस्तै भगवान् बुद्धको विशेष गरी पूजा हुन्छ परिवारहरू यहाँबाट चाहिँ हामीले चाहिँ घुमाउन सकिन्छ यस्तो गरेर यस्तो घुमाउन सक्नुहुन्छ तपाईँहरू पनि घुमाउन सक्नुहुन्छ र तपाईँहरूसँग टाइम मिल्यो भने चाहिँ तपाईँहरू पनि यहाँ घुम्न आउन सक्नुहुन्छ राम्रो छ ठाउँ कि बकवास केही भनिदेऊ त साथी बकवास हेर्नु साथी मैले तपाईँलाई भनेको थिएँ नि आफ्नो छोराछोरीलाई बचाएर राख्नु भनेर यी नै हुन् यिनले भ्याउँछन् त्यही भएर आफ्नो छोरीहरूलाई चाहिँ एकदम बचाएर राख्नु होला यस्ता गुन्डाहरूबाट जे मन लाग्यो त्यही बोलिदिन्छन् यही बौद्ध मन्दिर भएको कारण मन्दिरै भन्छ होइन साथी यो मन्दिर जस्तै है गुम्बा बुद्धिस्टहरूको मन्दिर होइन जस्तै जस्तै हिन्दूको मन्दिर भने जस्तै बुद्धिस्टहरूको गुम्बा जस्तै गुम्बाको कारणले चाहिँ होइन यहाँ चाहिँ एकदम व्यापारहरू चाहिँ एकदम बढिरहेको छ क्या मान्छेहरू आउने सामानहरू किन्ने खर्च गर्ने गर्दा चाहिँ हाम्रो देशको आर्थिक अवस्था चाहिँ एकदम मजबुत हुन्छ त्यसैले चाहिँ तपाईँहरू पनि एकचोटि आउनुहोस् घुम्नुहोस् केही मन लागेको किन्नुहोस् र बुद्धिस्ट धर्महरूलाई प्रमोट गर्नुहोस् हाम्रो देश चाहिँ होइन धर्मले परिपूर्ण भएको देश हो हजुर लाफिङ खाना पैसा हुनुपर्ने साथीहरू अहिले हामी चाहिँ यहाँ मन्दिरमा आएका छौँ तर लाफिङ खाना भन्दैछन् लाफिङ खानाको लागि पैसा छैन होइन म डोनेसन माग्दिनँ हाम्रो सब्सक्राइबरहरूलाई तपाईँको डोनेसन भनेको हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु र भिडियोलाई लाइक गरिदिनु यही हुनेछ हाम्रो लागि डोनेसनै गर्न चाहनुहुन्छ भने तपाईँहरूले चाहिँ हस्पिटलमा जानुहोस् र कसैले पैसा पाउनु भएको छैन उहाँको अपरेसन गरेको छ भने उहाँलाई केही 1-2 रुपियाँ डोनेसन गरेर उहाँ केही राम्रो गरिदिनुहोस् हेलो 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 वेयर आर यु फ्रम Why do you want to know? Uganda. Uganda, you know? Yeah, I know. Cool. Where is it? Where is Uganda? I live in Uganda country. Yeah, Uganda. I'm not going. I think so you're not going, but which continent is it? Which country? Which one? Till.
And capital city also. Which country? Hello, tell me your continent. Uganda. Uganda. Uganda is country, not continent. Yes. Tell me which continent. You tell me which continent. I know. I don't know. I don't know. Tell me. Uganda. Africa? Africa. Oh, I like Africa. Very, very much. Welcome to Nepal. Thank you. Oh, welcome. Pleasure being here. It's not so hot like in Africa. Speak again. It's not so hot like in Africa. Africa, very hot country, you know. Oh, Nepal is okay. oh, Nepal is okay. Yeah. There is hot and cold weather both. Depends. Not so very hot. Yeah, yeah, You have no idea Africa, very hot. yeah, yeah. Africa, 50 degrees, Yeah. 55 degrees. I like black people very much. Why? Why? Because they are very honest. Are they? African are very honest. How You many know, do you meet in your life? you know. Currently, Don't start me, yeah? I'm not talking. do you watching Champion Trophy? Championship. ICC Champion Trophy. You mean football, soccer? 9 cricket. No. No. Oh. Currently, South Africa is playing in ICC Champion Trophy. And how many black people are in South African team? You don't know. Yeah, there is 11 black people. 11 black people. Yeah, do you know David Miller? I don't know anybody about cricket. Oh. You want to know David Miller I don't want to know. because he is your country player. Why? It's my country. It's my continent, maybe. Are you like Chinese people? No, you're not. You're Nepali, no? I like all the people. And me too. I like But you Uganda. are not like Uganda people. Yeah? Yeah. How many you know? And please don't make video of me. Yeah. I cannot. Tell me something about my blog. No. Oh, okay. If I tell you don't make videos, very good. Okay, it's And don't okay. put the camera in your face, right? Okay, it's okay. Have a good evening, yeah? Okay. Welcome to Nepal. Thank you. Go to Lumbini. Okay. Yes. Yeah, Lumbini, the birthplace of Buddha. Manang Mustang. No, Mustang is too expensive. Yeah, go to Manang Mustang. Mustang is also very beautiful country in our Yeah, very beautiful place. very expensive place. Oh. No expensive. There is mountain, very beautiful. Yes, very expensive. Okay, bye. Yes, bye-bye. You come only? You come only? What do you mean you come only? के भन्छ अरे त्यसलाई भनिदेऊ त त्यहाँ तपाईँ एक्लै आएको भन्नलाई आर यु कम एल्बन हो ओके बाई साथीहरू मलाई चाहिँ होइन इङ्ग्लिस चाहिँ एकदम त्यस्तो राम्रोसँग बोल्न चाहिँ आउँदैन त्यसैले चाहिँ होइन अलि हल्का फुल्का बोल्न चाहिँ सकिन्छ बिल अब जे भए पनि अब तपाईँहरूले सुनिसक्नुभयो मेरो इङ्ग्लिस कस्तो छ भनेर होइन नो इज फ्रम युगान्डा साउथ अफ्रिका इज कन्टिनेन्ट करेन्टली चाहिँ साउथ अफ्रिका चाहिँ युगान्डाको कन्टिनेन्ट रहेछ होइन उहाँ चाहिँ एकदम युगान्डाबाट आउनुभएको रहेछ उहाँलाई चाहिँ हाम्रो देशमा चाहिँ एकदम स्वागत छ त्यस्तै हामी चाहिँ अहिले चाहिँ बौद्ध भिनिसकेका छौँ र जाने र ब्लग पनि हुन्छ तिम्रो भ्लग कस्तो मेरो भ्लग हुन्छ र म त घुमेको ठाउँ देखाउने त हो नि साथीहरू अहिले चाहिँ हामी यहाँबाट भित्र छिरेका छौँ बकवासहरूसँग म भित्र छिर्दैछु हामी भगवान् बुद्ध भएको ठाउँमा जाँदैछौँ राम्रो ठाउँ छ शान्ति पिस एन्ड हार्मोनी छ र जुत्ता खोलेर जानु पर्दछ यहाँ चाहिँ हामी जुत्ता खोल्नेछौँ मोबाइलहरू युज गर्न पाइन्छ कि पाइन्न आउँदैन आइसाइड माथि जानु पाइँदैन टिकटक भिडियो बनाउनु मन छ मोबाइल बन्द गरौँला नि त साथीहरू माथि चाहिँ मोबाइल लानु पाइएन तर पनि हामी चाहिँ ठिकै छ तपाईँलाई देखाउन सकेन भने हामी पनि हेर्दैनौँ अब हामी अगाडि बढ्दैछौँ अघिकै ठाउँमा आयो होइन अब हामी यताबाट जाने होला नि एकचोटि घुमाउँ न कोही भेटिन्छ कि त्यस्तै नो सरी साथीहरू आजको भ्लगमा चाहिँ यति नै होइन
यो चाहिँ तपाईँले देखाइसके बौद्धको ब्लग र अब फेरि हामी अर्को ब्लगमा भेटिनेछौँ। आजलाई नमस्ते, धन्यवाद।